बहिनीहरु हामीले हिजोको भिडियोमा डिभेन्चरवाला गरेको थियौं यो भन्दा अगाडिको भिडियोमा हैन। अब डिभेन्चरको हामीले त्यतिखेर गरेका थियौं पारमा इस्यु गरेको प्रिमियममा रिडिम्सन गरेको केस गरेको थियौं भने अब आज हामी यो भिडियोमा दुईटा केस गर्छौं। एउटा डिस्काउन्टमा इस्यु गरेको प्रिमियममा रिडिम्सन गरेको केस गर्छौं भने अर्को प्रिमियममै इस्यु गरेको प्रिमियममै रिडिम्सन गरेको दुईटै प्रिमियम वाला केस गर्छौं। जेनरली हाम्रो 12 क्लासको यो अहिलेको उसमा ट्रेन्डमा हेर्ने हो भने प्रिमियममा रिडिम्सन गरेको चाहिँ धेरै क्वेशन आइराखेको देखिएको भएर अहिले एक्जाम सेन्ट्रिकको लागि भनेर मात्रै हो, अरु त सबै हामी भिडियो पछि आउँछ नै हैन। अहिलेको लागि चाहिँ प्रिमियममा रिडिम्सन गरेकोलाई विशेष फोकस गरेर हामीले भिडियो बनाउँदै छौं भन्ने कुरा बुझौं है। अब आज हामीले गर्न खोजेको क्वेशन चाहिँ 2081 मा सोधेको क्वेशन हो। ग्रेड इन्क्रिज गर्दाखेरि 2081 मा सोधेको क्वेशन हो है। अब यसलाई कसरी गरौँ भन्दाखेरि के भनेको छ क्वेशन, यो क्वेशन हामीले त्यहाँ दिन्छ है, त्यहाँनेरि उसमा पनि दिन्छ, हेरौँ है त। अ कम्पनी इस्युड 509% डिबेन्चर of Rs 1000 each at of discount of 10% and redemption after 5 years at 5% premium भनेको छ। के रहेछ त भन्दाखेरि एउटा कम्पनीले 500 वटा डिबेन्चर इस्यु गर्यो, 500 वटा डिबेन्चर इस्यु गर्यो 9% डिबेन्चर हैन। एउटा डिबेन्चरको भ्यालु पार भ्यालु चाहिँ कति रहेछ त, त्यसको वास्तविक भ्यालु चाहिँ 1000 रहेछ भनेको छ। बेच्दाखेरि चाहिँ 10% डिस्काउन्टमा बेच्यो भनेको छ। 10% 1000 रुपीजको 10% भनेको 100 रुपीज भनेपछि बेच्दाखेरि चाहिँ 900 रुपीजमा सेल गर्यो भनेको भने 5 वर्षपछि त्यो डिबेन्चर फिर्ता लिँदाखेरि रिडिम्सन गर्दाखेरि फिर्ता लिँदाखेरि चाहिँ 5% प्रिमियम तिर्ने भन्नु। यसमा दुईटै केसमा घाटा घाटा भएछ। सुरुमा बेच्दाखेरि पनि सस्तोमा बेच्यो, पछि किन्दाखेरि फिर्ता लिँदाखेरि पनि बढीमा लिने भनेको छ। सुरुमा दिँदाखेरि 10% डिस्काउन्टमा दिने भन्यो हैन। सुरुमा दिँदाखेरि के भएछ त भन्दाखेरि 1000 रुपैयाँ पर्ने डिबेन्चर 10% डिस्काउन्ट भनेको 100 रुपैयाँ कम गरेर 900 रुपैयाँमा बेच्यो। 5 वर्षपछि फेरि त्यो डिबेन्चर किन्दाखेरि त्यो वास्तविक त्यसको भ्यालु 1000 रुपैयाँको डिबेन्चरलाई 5% बढी भनेको 50 रुपैयाँ बढी तिरेर फेरि त्यसलाई हामीले के गर्ने भयौं त, रिडिम्सन गर्ने भयौं भन्ने कुरा गरेछ। दुईटै केसमा यसमा हामीलाई लस भएको छ। अब हामीले यसलाई गरौँ है त। दुईटा बनाउनु पर्छ, एउटा इस्यु गर्दाखेरि एउटा रिडिम्सन गर्दाखेरि दुईटा जनएन्ट्री बनाउनु पर्छ। हामीले यो भन्दा अगाडिको भिडियो पनि हेरिसक्यौं। कसैले यो भिडियो हेरिरहेका छौं भने यो भन्दा अगाडिको भिडियोलाई पनि हेर्न सकियो है। पहिला हामीले जहिले पनि डिबेन्चर इस्यु गर्दाखेरि डिबेन्चर बेचेपछि के आउँछ, पैसा आउँछ। पैसा कलेक्सन गर्नलाई हामीले डिबेन्चर बेचेको हो। पैसा कहाँ आउँछ भन्दाखेरि बैंकमा आउँछ भन्ने हुन्छ। बैंक एकाउन्ट डेबिट। कतिवटा डिबेन्चर बेचेको, कतिवटा डिबेन्चर इस्यु गरेको, 500 वटा डिबेन्चर इस्यु गरेको, कति रुपैयाँको डिबेन्चर थियो, 1000 रुपैयाँको डिबेन्चर थियो। बेचेको कतिमा त 900 रुपैयाँमा 10% त डिस्काउन्ट दिएको भनेपछि मेरो खातामा मैले कुनै पनि सामान 1000 रुपैयाँ पर्ने सामान 10 रुपैयाँ डिस्काउन्ट भने 900 मा बेची भने मैले रिसिभ गर्ने पैसा कति हो त, जतिमा मैले बेचेको भने 900 रुपीज मात्रै हो भनेर भन्छ है। अब यसले मल्टिप्लाई गर्दाखेरि 4,50,000 भन्छ। अब मैले यो डिस्काउन्टमा बेचेको डिबेन्चरलाई पछि रिडिम्सन गर्दाखेरि प्रिमियममा रिडिम्सन गर्दाखेरि मलाई भविष्यमा के हुँदैछ त, लस हुँदैछ भनेको छ। र हामीले हिजो अस्तिकै भिडियोमा पनि भनेको थियौं के हुन्छ अरे, भविष्यमा मलाई लस हुँदैछ भने मैले आज नै त्यो लसलाई चाहिँ के गर्नुपर्ने हुन्छ, बुक गर्नुपर्ने हुन्छ। एक अर्को आजै मैले लसमा बेचिरहेको छु, मैले 1000 रुपैयाँ पर्ने डिबेन्चरलाई आजै म 900 रुपैयाँमा बेचिरहेको छु भने त त्यो लस त मैले लेख्नु परिहाल्यो। त्यही भएको भएर यहाँ दुईटा लस हुन्छ, दुईटै डेबिटमा हुन्छ। हामीले नोमिनल अकाउन्टले भनेको प्रिन्सिपल सबैलाई हामीलाई थाहा छँदैछ। अल एक्सपेन्सेस एन्ड लसेस आर डेबिटेड भनेर भनेको थियो हैन। त्यही भएर हामीले यहाँनेर के लेख्नु त, पहिला डिस्काउन्ट अन इस्यु अफ डिबेन्चर, डिबेन्चर इस्यु गर्दाखेरि दिएको डिस्काउन्ट। 500 वटा डिबेन्चरमा एउटा डिबेन्चरको 100 रुपैयाँ डिस्काउन्ट दिएको भनेको 50,000 डिस्काउन्ट दिएको। अर्को भनेको चाहिँ लस भन्छ। लस किन? लस मैले भविष्यमा 1000 रुपैयाँ पर्ने डिबेन्चरलाई 1050 रुपैयाँ तिरेर फिर्ता लिने भन्दाखेरि मलाई लस हैन त। पर्ने 1000 रुपैयाँ फिर्ता लिने
1050 मा भनेपछि मलाई लस भयो लस अन इस्यु अफ डिभेन्चर अकाउन्ट डेबिट लस कति 500 वटा डिभेन्चरको एउटाको 50 रुपैयाँ लस 50 रुपैयाँ बढी तिर्ने त्यही लस हैन 25,000 यो लस अब अर्को 2 अब क्रेडिट साइडमा के लेख्ने त जे तिर्नुपर्ने छ एकदम सजिलो छ है यो लस किन आयो यहाँनेरि किनकि भविष्यमा मैले रिडिम्सन गर्दाखेरि प्रिमियममा रिडिम्सन गरिराखेको छु भनेर मैले यो लस यहाँनेरि आयो हैन त यदि यो प्रिमियममा रिडिम्सन नगर्नु पर्या भए हामीले यो लस लेखिराख्न आवश्यकता थिएन लेख्नै पर्दैन हैन लसै हुँदैन थियो हामीलाई आज हामीले लस किन लेख्नु पर्यो त भविष्यमा मैले 1000 रुपैयाँ पर्ने डिभेन्चरलाई 50 रुपैयाँ बढी तिरेर किन्नु पर्ने भयो भविष्यमा मलाई 50 रुपैयाँ एउटा डिभेन्चर बराबर लस भइराखेको छ त्यही भएको भएर लेखेको अब तिर्नु पर्ने के छ त हामीले 5 वर्षपछि के तिर्नु पर्छ त यो पैसामा के आयो त भन्दाखेरि एउटा त डिभेन्चर तिर्नु पर्छ डिभेन्चरको नाम यो 9% डिभेन्चर भनेको 9% नै लेख्नुपर्छ है हामीले अब धेरै विद्यार्थी हामीलाई सोध्ने गरेको हुन्छौं है यो 9% को भूमिका चाहिँ के हुन्छ त यसमा भनेको यसलाई चाहिँ कम्प्लिटली इग्नोर गर्दिने 9% को भूमिका केही पनि हुँदैन हाम्रो यो जर्नल इन्ट्रीहरुमा यो भनेको डिभेन्चरको नाम हो है 9% डिभेन्चर भनेर लेख्दिने 9% डिभेन्चर अकाउन्ट डेबिट डिभेन्चर इन्टु 1000 ले नै चाहिँ किन मल्टिप्लाई गर्ने त भन्दाखेरि किनकि यो डिभेन्चरको भ्यालु त 1000 रुपैयाँ हो जहिले पनि डिभेन्चर अकाउन्टमा चाहिँ पार नै भ्यालु लेख्नु पर्छ न पार भन्दा कम न पार भन्दा बढी उसको वास्तविक फेस भ्यालु जति हो त्यति नै लेख्नु पर्छ न कम न बढी है हाम्रो डिभेन्चरको भ्यालु कति थियो त 1000 रुपैयाँ थियो त्यही भएर 1000 रुपैयाँ ले नै मल्टिप्लाई गर्नुपर्छ त्यो डिभेन्चर कति हो त 1000 है अर्को अब 5 वर्षपछि मैले डिभेन्चरको 1000 रुपैयाँ तिरे मात्रै पुग्दैन के भनिया छ प्रिमियममा रिडिम्सन गर्ने भनिया छ कति प्रिमियममा 5% प्रिमियममा कसको फेस भ्यालुको पार भ्यालुको 5% भनेको 1000 रुपैयाँको 5% भनेको 50 रुपैयाँ हो त्यो प्रिमियम पनि मैले तिर्नुपर्ने हुन्छ प्रिमियम अन रिडिम्सन अफ डिभेन्चर अकाउन्ट कति 500 वटा डिभेन्चरको एउटाको 50 रुपैयाँ प्रिमियम तिर्ने भनेपछि 25,000 प्रिमियम तिर्ने भन्ने कुरा बुझौं फेरि म भन्दै छु है यो प्रिमियम अन रिडिम्सन अफ डिभेन्चर र लस अन इस्यु अफ डिभेन्चर चाहिँ जहिले पनि सेम हुन्छ किन सेम हुन्छ भन्दाखेरि भविष्यमा त्यही पैसा बढी तिर्ने भएको भएर मलाई लस भएको 1000 रुपैयाँको चीजलाई 1050 रुपैयाँ तिर्नु पर्ने भएको भएर मलाई 50 रुपैयाँ लस भएको भनेर मैले बुक गरेको त्यही भएर जहिले पनि यो लस र यो प्रिमियम अन रिडिम्सन अफ डिभेन्चर बराबर हुन्छ प्रिमियम अन रिडिम्सन अफ डिभेन्चर छ भने याद गर्नु लस पनि त्यहाँनेरि छ भनेर है अब हामीले यहाँनेरि यसको न्यारेसन लेख्दियौं बिङ 9% डिभेन्चर issued at discount हैन which will be redeemed at premium भन्ने हामीले यसलाई यसरी ल्याउँ है अब यो एउटा जर्नल इन्ट्री भयो जतिखेर हामीले डिभेन्चर इस्यु गर्यौं अब डिभेन्चरलाई रिडिम्सन गर्दाखेरि पनि हामीले एउटा जर्नल इन्ट्री बनाउनु पर्ने हुन्छ रिडिम्सन गर्दाखेरि जर्नल इन्ट्री कस्तो हुन्छ यहाँ फर्स्टमा हामीले ध्यान दियौं के क्रेडिट पट्टि छ त क्रेडिटमा के छ डिभेन्चर तिर्नु पर्छ क्रेडिटमा के लेखिन्छ लायबिलिटीजहरु लेखिन्छ जुन जुन कुरा तिर्नु पर्ने हुन्छ त्यो कुरा लेखिन्छ यहाँ तिर्नु पर्ने के छ डिभेन्चर छ अर्को के छ प्रिमियम छ हैन पहिला 9% डिभेन्चर अकाउन्ट डेबिट डिभेन्चर को पैसा तिर्नु पर्दाखेरि क्रेडिटमा थियो अब तिर्दाखेरि डेबिटमा जाने भयो है 500 इन्टु 1000 भने 5 लाख अब 5 वर्षपछि मैले डिभेन्चरको 1000 मात्रै तिरे पुग्दैन यो प्रिमियम पनि तिर्नु पर्छ त्यही भएर
प्रिमियम अन रिडिम्सन of डिबेन्चर अकाउन्ट 500 इन्टु 50 भनेको 25,000 है। कहाँबाट पैसा आउँदाखेरि बैंक डेबिटमा आएको थियो, अब मैले पैसा तिर्दैछु भने बैंक कता आउने भयो त, क्रेडिट साइडमा आउने भयो, बैंक एकाउन्ट, बैंकले तिर्छ हैन। अब कतिवटा डिबेन्चरको पैसा, 500 वटा डिबेन्चरको पैसा, एउटा डिबेन्चरको पैसा कति तिर्नुपर्ने भयो, 1000 रुपैयाँ त उसको पर्ने रेट हो, 50 रुपैयाँ बढी तिर्छु भनेको छु, त्यही भएर 1050 रुपैयाँ तिर्नुपर्ने भयो। $5,25,000 तिर्नुपर्ने भयो है। अब यसमा न्यारेसन लेखिदिइहालौँ, बिङ 9% डिबेन्चर redeemed at premium हो। हामीले यसमा एकदम सजिलोसँग बुझौँ है, एकदम डिस्काउन्टमा इस्यु गरेको थिएँ, मलाई लस भयो, त्यही भएर डेबिटमा लेखेँ डिस्काउन्ट अन इस्यु अफ डिबेन्चर, जति डिस्काउन्ट दिएको थिएँ त्यसलाई डेबिटमा लेखेँ। लस अन इस्यु अफ डिबेन्चरमा चाहिँ के लेख्नुपर्छ त भन्दाखेरि जति पछि प्रिमियम तिर्ने हो, मैले प्रिमियम जति तिर्छु भनेको थिएँ, मैले पहिला लसमा चाहिँ त्यही लेख्नुपर्छ, त्यही अमाउन्ट लेख्नुपर्छ भनिन्छ, यहाँ 50 रुपैयाँ हैन। अर्को क्रेडिट साइडमा के डिबेन्चर तिर्नु छ 1000 रुपैयाँ भ्यालुको, अर्को प्रिमियम तिर्नु छ 50 रुपैयाँको, जे तिर्नु छ त्यसलाई लेखेँ। अर्को सेकेन्ड जर्नलमा जे क्रेडिट साइडमा छ त्यसलाई डेबिट साइडमा लिएर आएँ र बैंकबाट पैसा तिर्दिएँ है। एकदम सजिलो छ। अब अर्को गरौँ प्रिमियममै इस्यु गरेको, प्रिमियममै रिडिम्सन गरेको केस गरौँ है। अब हामीले गर्ने भनेको चाहिँ इस्युड एट डिबेन्चर इस्युड एट प्रिमियम, रिडिम्सन एट प्रिमियम, प्रिमियममै इस्यु गर्ने, प्रिमियममै रिडिम्सन गर्ने। मैले कुनै पनि डिबेन्चर बेच्दाखेरि पनि केमा बेचेँ, पारभन्दा बढीमा 100 रुपैयाँ पर्ने डिबेन्चर त्यसको भ्यालु 100 रुपैयाँ छ भने 100 भन्दा बढीमा 105 110 रुपैयाँमा बेचेँ र फिर्ता लिँदाखेरि पनि त्यो 100 रुपैयाँको भ्यालुको डिबेन्चरलाई 105 अथवा 110 रुपैयाँ दिएर फिर्ता लिएँ भन्ने केसमा चाहिँ अब हामीले त्यस्तो गर्नुपर्ने, यो हिसाब गर्न खोज्छौँ है कस्तो हुँदो रहेछ त भनेर। त्यसको लागि हामीले क्वेसन लियौँ 2080 सालमा सोधेको क्वेसन, 2080 ग्रेट इन्क्रिज एक्जामिनेसन सेट बी बाट हामीले क्वेसन सल्भ गर्न थाल्यौँ है। त्यसमा के भनेको छ हेरौँ त, एउटा क्वेसन हामीले त्यहाँ उसमा भिडियोमा पनि होला है, हामीसँग ओल्ड इज गोल्ड होला घरमा, त्यसबाट हेरौँ है। अ कम्पनी इस्युड 500 8% डिबेन्चर अफ आरएस 1000 इच एट 10% प्रिमियम भनेको छ। के रहेछ त भन्दाखेरि एउटा कम्पनीले 500 वटा डिबेन्चर 8% डिबेन्चर चाहिँ 1000 रुपैयाँ पार भ्यालुको डिबेन्चर चाहिँ 10% प्रिमियम लिएर बेच्यो भने आफ्टर 5 इयर्स इट विल बी रिडिम्ड एट 5% प्रिमियम। अहिले बेच्दाखेरि 1000 रुपैयाँ पर्ने डिबेन्चरलाई 10% प्रिमियम लिएर बेच्यो रे भने 5 वर्षपछि त्यो डिबेन्चर फिर्ता लिँदाखेरि चाहिँ 5% प्रिमियम तिरेर लिने भयो भन्ने कुरा गरेको छ है। कस्तो रे भन्दाखेरि अहिले बेच्दाखेरि चाहिँ कतिमा बेच्यो, 1000 रुपैयाँ पर्ने डिबेन्चरलाई 1100 रुपैयाँमा, 10% भनेको 100 रुपैयाँ, 1100 रुपैयाँमा बेच्यो र 5 वर्षपछि त्यो डिबेन्चर मैले फिर्ता लिँदाखेरि फेरि मैले कतिमा लिने भए, 1000 रुपैयाँ पर्ने डिबेन्चरलाई मैले फिर्ता लिँदाखेरि अब 5% बढी तिरेर भनेको 50 रुपैयाँ बढी तिरेर 1050 रुपैयाँमा मैले त्यसलाई फिर्ता लिने भएँ भनेको छ है। अब हामीले यो जर्नल इन्ट्री चाहिँ यहाँनिर बनाउनु पर्यो, जम्मा दुईटा जर्नल इन्ट्री, एउटा इस्युड गर्दाखेरि एउटा रिडिम्सन गर्दाखेरि है। अब इस्युड गर्दाखेरि के हुन्छ सबैलाई थाहा भइसक्यो हामीलाई, पहिला डिबेन्चर दिँदाखेरि क्यास कलेक्सन हुन्छ, क्यास कहाँ आउँछ, ब्याङ्कमा आउँछ, ब्याङ्क एकाउन्ट डेबिट, कतिवटा डिबेन्चर 500 वटा डिबेन्चर हैन, कति रुपैयाँमा बेचेको त, अघि हाम्रो केस कति थियो, के थियो, 1000 रुपैयाँ पर्ने डिबेन्चर 900मा बेच्दाखेरि 900 रुपैयाँ मात्रै आएको थियो भने अब त 1000 रुपैयाँ पर्ने डिबेन्चर बेच्दाखेरि कतिमा बेच्यो, 1100 रुपैयाँमा बेच्यो भने 1100 रुपैयाँ आउँछ खातामा हैन। त्यसलाई अब हामीले 5,50,000 ठीक छ। अब हामीले यसमा मलाई के भइरहेको छ,
भविष्यमा मलाई के हुनेवाला छ त, लस हुनेवाला छ हैन। मलाई भविष्यमा प्रिमियममा 1000 रुपैयाँ पर्ने डिभेन्चर चाहिँ मैले 1050 रुपैयाँ तिरेर मैले फिर्ता लिनुपर्ने छ। त्यही भएर अहिले नै मैले त्यो लसलाई चाहिँ बुक गर्नुपर्छ भन्छ हाम्रो अकाउन्टको प्रिन्सिपलले। भने त्यो लसलाई बुक गरिदिउँ। लस अन इस्यु अफ डिभेन्चर अकाउन्ट डेबिट। 500 एउटा डिभेन्चरको, एउटाको कति लस हुन्छ त, कति बढी तिर्ने एउटा डिभेन्चरको 5%। 1000 रुपैयाँको 5% भनेको कति हुन्छ, 50 रुपिज। 50 रुपिज लस हुन्छ है। अर्को के तिर्ने हो त मैले, के हुन्छ त, क्रेडिट साइडमा के हुन्छ त, सबैभन्दा पहिला तिर्नुपर्ने कुराहरू लेखौँ है। एउटा त 8% डिभेन्चर। डिभेन्चर भनेको तिर्नुपर्छ ऋण हो, लाइबिलिटिज हो। त्यही भएर क्रेडिट साइडमा जाने भयो। यो ब्याङ्कमा आएको पैसा, यो 1100 रुपैयाँमा 1000 रुपैयाँ के को हो त, डिभेन्चरको हो। अर्को प्रिमियम अन इस्यु अफ डिभेन्चर। डिभेन्चर इस्यु गर्दाखेरि मलाई के भयो त, फाइदा भयो। र हाम्रो नोमिनल अकाउन्टको प्रिन्सिपलले के भन्छ भन्दाखेरि अल इन्कम्स एन्ड गेन्स आर क्रेडिटेड भनेर भन्छ। त्यही भएर मलाई फाइदा भयो। यो 1000 रुपैयाँ पर्ने डिभेन्चर मैले 1100 रुपैयाँमा बेचेँ, मलाई 100 रुपैयाँ फाइदा भयो भने त्यो फाइदालाई मैले क्रेडिट साइडमा लेख्नु पर्यो। कतिवटा डिभेन्चर, 500 एउटा डिभेन्चर, कति फाइदा भएको, एउटा डिभेन्चरमा 100 रुपैयाँ फाइदा भएको भनेपछि मलाई 50,000 रुपैयाँ फाइदा भयो। ध्यान दिउँ है। यो इस्यु गर्दाखेरिको डिभेन्चरमा प्रिमियम अन इस्यु अफ डिभेन्चर, इस्यु गर्दाखेरि प्रिमियम लियो भने यस्तो हुन्छ भने। अर्को एउटा फेरि आउँदैछ यहाँनिर, हामीले भविष्यमा के तिर्नु छ, डिभेन्चरको 1000 रुपैयाँ तिरे मात्रै पुग्छ, पुग्दैन। 50 रुपैयाँ बढी तिर्छौँ भनेर लिएको छौँ हैन, त्यही भएर त्यो पनि तिर्नुपर्ने हुन्छ भन्छ। अर्को चाहिँ यहाँ के आउँछ त, प्रिमियम अन रिडिम्सन अफ डिभेन्चर अकाउन्ट भन्छ है। यो भनेको चाहिँ के हो त, तिर्नुपर्ने। कति तिर्नुपर्ने, 500 इन्टु 50 रुपैयाँ बढी तिर्ने भनेको छ भने यहाँ 25,000 भन्ने भयो। ठिक छ, ध्यान दिउँ है। के रहेछ त भन्दाखेरि ब्याङ्कमा आयो एउटा डिभेन्चरको भ्यालु 1000 रुपैयाँ, ब्याङ्कमा आयो 1100, किन प्रिमियममा बेचे, 10% प्रिमियम भनेको 100 रुपैयाँ बढीमा बेचे भनेपछि 1100 रुपैयाँ पैसा आयो ब्याङ्कमा है। त्यो 1100 रुपैयाँमा 1000 रुपैयाँ डिभेन्चरको पैसा, 100 रुपैयाँ मलाई भएको फाइदा क्रेडिटमा लेखे। प्रिमियम अन इस्यु अफ डिभेन्चर भनेको के हो त, फाइदा भएको भएर क्रेडिटमा आयो। यही प्रिमियम अन रिडिम्सन अफ डिभेन्चर किन क्रेडिटमा लेखियो त, लाइबिलिटिज भएर लेखियो भन्ने कुरा बुझिन्छ है। यो चाहिँ फाइदा, यो चाहिँ लाइबिलिटिज तिर्नुपर्ने। अब सेकेन्ड जर्नल इन्ट्रीमा रिडिम्सन गर्दाखेरिको जर्नल इन्ट्रीमा के मैले लेख्नुपर्ने भयो त, डेबिटमा मैले के तिर्नुपर्ने छ, एउटा डिभेन्चरको यो 1000 रुपैयाँ तिर्नुपर्ने छ। अर्को यो प्रिमियम रिडिम्सन गर्दाखेरि तिर्छु भनेको 5% प्रिमियम भनेको 50 रुपैयाँ तिर्नुपर्ने छ, त्यसलाई मैले डेबिट साइडमा लेख्नु पर्यो भन्छ है। 8% डिभेन्चर अकाउन्ट डेबिट, 500 डिभेन्चर इन्टु 1000 है। अर्को के पनि तिर्नु छ, प्रिमियम पनि तिर्नु छ। रिडिम्सन गर्दाखेरि तपाईँलाई म 5% बढी तिर्छु भनेर लिएको छु पैसा, त्यो पैसा पनि तिर्दिनु पर्यो। रिडिम्सन अफ डिभेन्चर अकाउन्ट डेबिट, 500 डिभेन्चर्स, एउटाको कति 50 रुपैयाँ बढी तिर्छु भनेको। अब पैसा कति तिर्नु पर्यो, 5 लाख डिभेन्चरको तिर्नु पर्यो, 25,000 प्रिमियमको तिर्नु पर्यो। कहाँबाट तिर्ने, ब्याङ्कबाट तिर्ने है। मैले यहाँ न्यारेसन लेखिनँ ल। अब न्यारेसन तपाईँहरूले पनि जान्ने भइसक्नुभयो, न्यारेसन लेखिदिँदा हुन्छ। न्यारेसन भनेको के हो भन्दाखेरि यो जर्नल इन्ट्रीले के भन्न खोजेको छ भनेर सर्ट फर्ममा लेख्ने। यो चाहिँ जहिले पनि पास्ट टेन्समा लेख्ने चलन छ, पास्ट टेन्समा लेख्नुपर्छ भनिन्छ है। टु ब्याङ्क एकाउन्ट
अब बैंकबाट कति पैसा जाने भयो 500 वटा डिबेन्चरको पैसा 1000 रुपैयाँ डिबेन्चरको लागि जाने भयो 50 रुपैयाँ प्रिमियमको लागि जाने भयो बैंकबाट जाने भयो 1050 रुपैयाँ भने 5,25,000 रुपैयाँ चाहिँ बैंकबाट जाने भयो भन्छ है being 8% डिबेन्चर redeemed at premium है यस्तो खालको हामीले बनाउनु पर्ने हुन्छ भनेको छ है। अब हाम्रो एक्जाम आइसकेको भएर आफूले त हेर्ने साथीहरूलाई पनि शेयर गरिदिनु र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। भोलि पर्सि तपाईहरुले अब यो त 12 सिधिसकेपछि त केही काम भन्ने हुँदैन, माथि ब्याचलर्स पढ्नुहुन्छ, बीबीएस पढ्नु होला, बीबीए पढ्नु होला, त्यतिखेर पनि तपाईहरुलाई यो चाहिन्छ। बीसीए मा पनि एकाउन्टहरुको कोर्स हुन्छ, अरु थुप्रै अकाउन्टको मात्र हैन, हामी इकोनोमिक्सको अरु फाइनान्सहरुको पनि हाल्छौं हैन। त्यही भएको भएर यसलाई च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद है। आजलाई यति नै गरौँ। अब बाँकी चाहिँ हामी अर्को भिडियोमा अब क्याश फ्लोको भिडियो आउँछ होला।